र यसै क्रममा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कपिलवस्तु क्षेत्र नम्बर 3 बाट उहाँको उम्मेदवारी छ। वीरेन्द्र कुमार कनौडिया विजयनगर गाउँपालिकामा आफ्नो चुनावी प्रचारको अभियानमा घरदैलो गरिरहनु भएको छ। कस्तो भइरहेको छ यहाँहरूको चुनावी यात्रा? निकै जोडतोडका साथ यहाँहरू लागिरहनु भएको छ, कस्तो महसुस गरिरहनु भएको छ? एकदम उत्साहजनक छ। कार्यकर्ताको यत्रो साथ सहयोग छ, सबै पुरा पार्टी पंक्ति पुरै दिलो ज्यान लागेका छन्। हाम्रो सफलताको हामी नजदिकमै छौँ। हाम्रो सफलता निश्चित रूप हुनेछ, मलाई पूर्ण विश्वास छ। यत्रो कार्यकर्ताहरूको उत्साह देखेर मलाई पनि अत्यन्तै प्रसन्नता भइरहेछ। जनता समक्ष यहाँ पुगिरहँदाखेरि के एजेन्डा लिएर गइरहनु भएको छ तपाईँको? आफ्नो जस्तै नेकपा एमालेको केन्द्रीय एजेन्डा त नेकपा एमाले आफ्नो घोषणा पत्र मार्फत जानकारी गराइसकेको छ। तपाईँको यहाँको स्थानीय घोषणा पत्रमा तपाईँको मुख्य एजेन्डाहरू के लिएर जानुभएको छ जनतामाझ? हाम्रा पार्टीको म्यानिफेस्टो त आएको छ, त्यसको अलावा पनि हाम्रो व्यक्तिगत हिसाबले यहाँका स्थानीय आवश्यकता जो छ, चाहे सिँचाइको हो, चाहे बाटोघाटो, अन्य विकास निर्माणका कामहरू जस्तै यहाँ हस्पिटल बनिसकेका छ, अझै यसले अपग्रेड गर्नको लागि सिँचाइको पनि समस्या छ। यो सब र एउटा महिला विद्यालय या कलेज या इन्जिनियरिङ कलेज खोल्नु पनि आवश्यकता छ। त्यो पनि हाम्रो एउटा प्राथमिकताभित्रै छ। त्यसलाई पनि हामी युवाहरूको लागि युवाहरूले कसरी जोड्ने भनेर यो एउटा स्टेडियम पनि बनाउने, स्वरोजगारको अवसर कसरी उपलब्ध गर्न सकिन्छ भनेर त्यसको लागि आफ्नो पहल कदमी गर्ने प्रयास गर्ने। विदेशमा गएर आएको युवालाई सकभर आफ्नो देशभित्र रोजगारीको व्यवस्थापन गर्न सक्यो भने धेरै राम्रो कुरा हुन्छ। त्यसको लागि युवाहरूलाई कृषिमा जोड्ने हो कि अन्य पशुपालन उद्योगमा जोड्ने गरेर आफ्नो पुरा प्रयास गर्नेछौँ। विद्यार्थीहरूको लागि यहाँको एजेन्डा के छ? विद्यार्थीहरूको लागि त भने नि टेक्निकल इन्स्टिट्युट हो, इन्जिनियरिङ कलेज हुन्छ, या यस्तै कुनै हायर एजुकेसनको कमसेकम उनीहरूले तालिम सिकेर भोलि विदेशमै जानु पऱ्यो भने राम्रो तलब पाउने गरी। न त अहिले हाम्रो यहाँकाबाट गइरहेका मान्छे सामान्य काम गर्ने मान्छे गइरहेको छ, भोलि यहीँको जनशक्तिले राम्रो ट्रेनिङ दियो भने उनीहरूको डबल तेब्बर तलब पाउँछ। उनीहरूको पनि आम्दानी बढ्छ, राष्ट्रको पनि आम्दानी बढ्छ। तपाईँको क्षेत्रमा 4वटा पालिकाका नागरिकले मतदान गर्नेछन्। ती पालिकाका नागरिकहरूलाई तपाईँले जित्ने आधार के प्रस्तुत गर्नुभएको छ? के छ तपाईँको जित्ने आधार? आधार भनेको यत्रो हाम्रो पार्टीको यत्रो विशाल सङ्गठन छ, गाउँमा वार्डमा सङ्गठन छ, एकदम जुझारु कर्मठ साथी हुनुहुन्छ। उहाँको पनि विश्वास भरोसा छ। हाम्रो पनि धेरै वर्षमा यही क्षेत्रमा मैले राजनीति गरेको कारणले मेरो पनि अलिकति क्षेत्रमा जनताप्रति माया ममता छ। जनताकै आशीर्वाद लिएर जित्ने मैले प्रोग्राम गरेका छु। त्यसै आशा विश्वासमा अगाडि बढिरहेको छु। धन्यवाद।